यो भिडियोमा चाहिँ हामी सब्ट्र्याक्सनको एक दुईवटा इक्जाम्पल्स हेर्नेछ ल प्रब्लम्स 5 minus 3 कति हो भन्यो भने 5 minus 3 equals to अब हामी जसरी पहिला गरेको थियो जस्तो तरिकाले भयो थियो मेरोमा 5 वटा से बल्सहरु फुटबल सरी पर्पल कलरको फुटबल्स ल सो 5 वटा मेरोमा बल्स अरे 1 2 3 4 5 अन्त त्यहाँबाट चाहिँ अब मैले तीनटा चाहिँ मेरो साथीलाई दिनु पर्यो रे तीनटा मैले दिँदा 1 2 3 मैले दियो रे साथीलाई तीनटा मेरोबाट अब गयो भनेको हरायो सो मेरोमा कति रह्यो 1 2 5 minus 3 equals to 2 अब यसैलाई नै हामी 5 minus 3 को डिफरेन्स कति हो यदि भन्यो रे 5 minus 3 equals to how much अब यसको डिफरेन्स कति हो भन्यो भने अब यसलाई अर्को तरिकाले पनि गर्न सक्छ है हामी मेरोमा कति वटा छ 5 वटा बल्स हैन 1 2 3 4 5 अन्त मेरो साथी आयो रे मेरो साथीकोमा चाहिँ तीनटा बल्स रे 1 2 3 मेरो साथीकोमा अब तीनटा बल्स रे अब उले मेरो 5 वटा बल्स देखेर उले भने रे मलाई पनि चाहियो 5 वटा भनेपछि उले अझै कति वटा चाहियो उलाई बल्स मेरो 5 वटा जतिको बनाउनको लागि मेरोमा एउटा उसकोमा एउटा हैन मेरोमा दुईटा उसकोमा पनि दुईटा मेरोमा तीनटा उसकोमा पनि तीनटा भनेपछि मेरोमा कति वटा ज्यादा छ उसको भन्दा मेरोमा दुईटा बल्स ज्यादा भयो सो 5 minus 3 को डिफरेन्स भनेको भिन्नता 5 र 3 को बीचमा कति भिन्नता छ त्यो चाहिँ 2 हो अब 5 minus 3 लाई हामी नम्बर लाइनमा पनि यस्तो ड्रा गरेर हामी देखाउन सक्छ हैन नम्बर लाइनमा हामी 0 बाट स्टार्ट गरौँ So, यहाँ भयो 0, 1, 2, 3, 4, 5, 6, 7. मेरोमा 5 वटा बल्स थियो सो म यहाँनिर यो 5 चाहिँ म यहाँनिर मार्क गर्नेछु यो नम्बर लाइन 5 अब यहाँबाट 3 जोडिएको भए म अघि बढ्ने थिएँ हैन तर मेरो 3 के हुँदैछ घटिँदैछ भनेको सबट्र्याक्ट हुँदैछ सो म 3 पछि सर्नेछु 1 2 3 सो म कहाँ आइपुगे म आइपुगे 2 मा जुन चाहिँ यही 2 हो अब यसरी नम्बर लाइन बनाएर म यो डिफरेन्स को लागि पनि म तपाईलाई देखाउन सक्छु हैन अब डिफरेन्स को लागि चाहिँ मैले एउटा नम्बर लाइन फेरि बनाउँछु यो रातो नम्बर लाइन चाहिँ मेरो यो 5 minus 3 को लागि हो ल 0 1 2 3 4 5 6 7 अब 5 minus 3 को डिफरेन्स भनेको 5 र 3 को बीचमा भिन्नताको लागि म यहाँनिर 5 प्लट गर्दैछु हैन अन्त 5 चाहिँ मेरो यहाँनिर भयो अन्त 3 चाहिँ यहाँनिर छ मेरो अब 5 र 3 को बीचमा कति भिन्नता छ भनेर सोध्यो त्यो लाई चाहिँ के भन्छ हामी त्यसलाई चाहिँ हामी डिफरेन्स भन्दछौं अब डिफरेन्स DIFFERENCE डिफरेन्स भनेको चाहिँ भिन्नता है र डिफरेन्स बिट्विन 5 and 3 भनेको 5 र 3 को बीचमा कतिको फरक छ भनेको अब त्यो फरक निकाल्नुको लागि भनेको 5 चाहिँ 3 भन्दा कति ज्यादा छ अथवा 3 लाई 5 बनाउनको लागि कति ज्यादा चाहिन्छ यो चाहिँ 3 4 5 भनेको 1 2 यहाँबाट यो भयो 5 हैन अनि 0 बाट यो भयो 3 अब यो 3 र 5 को बीचमा कति चाहिँ छ 1 2 यो चाहिँ भयो यसको भिन्नता दैट इज 2 सो 5 र 3 5 minus 3 चाहिँ 2 हो भनेको 5 चाहिँ 3 भन्दा कति ज्यादा छ 2 नम्बर ज्यादा छ अब यसरी नै अझै एक दुईवटा अझै ज्यादा सम्झ गरौँ हैन अलिक सजिलो हुन्छ त्यसपछि अलिक प्र्याक्टिस पनि भइहाल्छ हाम्रो सो अब चाहिँ लियौं 7 minus 4 7 minus 4 कति हो भन्दा सपोजिङ मेरोमा एउटा उयो छ अरे 7 इन्ची लामो काठको टुक्रा छ ल सो यो चाहिँ मेरो भयो 7 इन्ची लामो काठको टुक्रा अब यसमा मैले स्केल अथवा रुलर राख्यो भने 1 2 3 4 5 6 7 मैले पाए 7 इन्च लामो छ यो काठको टुक्रा अब त्यसबाट तपाईले भन्यो रे मलाई यहाँबाट चाहिँ 4 इन्च काटिदिनु भन्यो 1 2 3 4
अब यति टुक्रा कार्ड चाहिँ मैले काटेर फ्याक्नु पर्यो। सो म यो काट्दैछु है। अब यो मैले काटेँ आरी लिएर मजाले काटिदिएँ अरे। अन्त काटेर मैले फ्याँकिदिएँ। अब यो मैले ब्लू यस्तो कलर गरेको चाहिँ अब यो चाहिँ हराएको भनेकै मैले यो चाहिँ अब हरायो। यहाँ छैन। अब यो चाहिँ सोच्नु यहाँ चाहिँ छैन। सो मेरोमा कति रह्यो अब 4 इन्च काटेर फ्याँक्दा मेरोमा 7 बाट 4 काटेर फ्याँक्दा कति रह्यो 3 रह्यो। 7 - 4 = 3। अब यो 4 चाहिँ यति काठको टुक्रा घटेर जाँदा चाहिँ कति बाँच्दो रहेछ 3 बाँच्दो रहेछ। अब यो भयो मेरो नर्मल सब्ट्र्याक्सन। र 7 - 4 को डिफरेन्स निकाल्नु भन्यो भने 7 - 4 डिफरेन्सको लागि अघिको जस्तै मेरोमा 7 इन्च लामो काठको टुक्रा थियो अरे हैन। 1 2 3 4 5 6 7। अब मेरो साथी अथवा या फेरि यहाँ मेरो साथी आयो अरे हैन। उसकोमा चाहिँ अब 4 इन्च लामो काठको टुक्रा थियो अरे। 4 इन्च लामो काठको टुक्रा चाहिँ यो चाहिँ मेरो साथीको लामो काठ भयो। तर अब उसले मेरो 7 इन्च लामो काठको टुक्रा देखेर हैन। अन्त उसलाई पनि 7 इन्चै चाहियो अरे। भनेपछि उसले चाहिँ अब कति अझै 4 देखि 7 बनाउनुको लागि अब अझै उसलाई कति चाहिन्छ? उसलाई कति चाहिन्छ भने यहाँदेखि 7 सम्म भनेको यति लामो काठको टुक्रा उसलाई अझै चाहिन्छ मेरो जतिको 7 बनाउनुको लागि। सो यो हरियो रङको म जुन चाहिँ यो काठको टुक्रा म यहाँ जोड्दैछु यो चाहिँ उसलाई अझै चाहिन्छ, जोड्नुपर्छ उसले 7 बनाउनुको लागि हैन। सो 7 - 4 चाहिँ यो 3 हो। यो 3 चाहिँ कति हो? उसलाई अझै जुन चाहिँ चाहिन्छ 7 बनाउनुको लागि। सो यो चाहिँ भयो हाम्रो डिफरेन्स 7 - 4 को डिफरेन्स। अब यसरी नै अझै हामी एक दुईवटा अझै सम्झहरू गरौँ हैन। 17 - यसमा 9। 17 - 9 गर्दा अघिको जस्तो तरिकाले गर्नु हो भने यो पालि चाहिँ मेरोमा के छ अरे अस्ति जस्तो रात एप्पल्स नै छ अरे ल। सो मेरोमा 17 वटा एप्पल्स 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17। 17 एप्पल्स मेरोमा छ अरे। अब 17 एप्पल्सबाट 9 वटा चाहिँ मैले के गरेँ खाएँ अरे। 9 वटा त खान सक्दैन र पनि मैले अब जसरी भए पनि खाएँ अरे नि ल। सो 9 वटा खाँदा चाहिँ मेरोमा कतिवटा रह्यो? मेरोमा बाँच्छ 1 2 3 4 5 6 7 8। सो मेरोमा 17 - 9 9 वटा एप्पल्स खाइसकेपछि मेरोमा कतिवटा रहन्छ? 8 एप्पल्स रहन्छ। सो 17 - 9 = 8। अब यही कुरा म तपाईहरुलाई एउटा नम्बर लाइन बनाएर पनि नम्बर लाइनमा लेखेर पनि देखाउन सक्छ हैन। अब यो नम्बर लाइन भयो। अन्त नम्बर लाइन चाहिँ अब 0 बाट स्टार्ट गर्नुपर्छ भन्ने केही छैन। 18 बाट स्टार्ट गर्दा हुन्छ। अन्त 18 17 16 15 14 13 म अब यहाँ पछि जान्दैछु है। यो पनि गर्न सक्छ। कुनै पनि त्यो छैन कि 0 बाट स्टार्ट गरेर 1 2 3 हरु लेख्नुपर्छ भनेर। सो म यहाँ 7 सम्म बनाएर अब 6 5 4 3 2 1 पनि म लेख्न सक्छु। तर त्यो सबको मलाई जरुरी नै छैन। सो म लेख्दिन। सो मेरोमा कति रहेछ? 17 वटा 17 वटा छ। अन्त म 9 वटा घट्नु पर्यो। सो म पछि सर्ने छु। सो 1 2 3 4 5 6 7 8 9 पछि सर्दा कति पाएँ मैले? 8 पाएँ हैन। सो यो 17 - 9 को आन्सर कति रहेछ? 8। जसरी हामीले यो एप्पल्सहरु बनाएर गरेको छौं। यो एप्पल्सहरु बनाउनु पुरै झिजो हुन्छ हैन। कति लेख्नुपर्छ हामीले। त्यसै कारणले अब एउटा सिम्पल नम्बर लाइन बनाएर मजाले निकाले पनि भइहाल्यो। अब 17 - 8 कति पाउँछ हामी? = 9। अब 17 - 9 8 अरे। अनि 17 - 8 चाहिँ 9। यो किन भएको भने 8 + 9 चाहिँ 17 हो। अब 17 - 9 8 यहाँ हामीले देखिरहेको छौं। अनि 17 - 8 = 9 जुन चाहिँ हामी यहाँ माथि देखिरहेको छौं। सो यो 17 - 8 भनेको चाहिँ के हो भने 8 मा चाहिँ एउटा नम्बर जोड्यो भने 17 पाउँछ। त्यो चाहिँ कुन चाहिँ नम्बर हो? 9। अन्त यहाँ 17 - 9 ले के भन्छ भने 9 लाई 9 मा एउटा नम्बर जोड्यो भने हामी 17 पाउँछौं। त्यो नम्बर चाहिँ कुन चाहिँ हो? 8। यसरी नै यो तीनटा स्टेटमेन्ट्स जुन चाहिँ मैले लेखेको छु 17 - 8 = 9
8 plus 9 equals to 17 अनि 17 minus 9 equals to 8 यो तीनटा स्टेटमेन्ट्स चाहिँ एक अर्कासित कुनै न कुनै प्रकारले जोडिएको छ भनेको हेर्नुस् न अब तपाईहरु नै 17 minus 9 8 17 minus 8 9 अनि 8 plus 9 17 अब यसरी नै हामी अझै एउटा सम गरौँ हैन त्यो सममा चाहिँ म अर्कै नम्बर लिनेछु कुन चाहिँ नम्बर लिऊ त्यो समको लागि लेट्स से हामीले लियो अरे 13 minus 5 अब यो 13 minus 5 मा चाहिँ म एकदमै एप्पल्स या बल्स या केहरू बनाउँदिन किनकि सारै बच्चा 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 भयो कि यसमा चाहिँ म सिधै नम्बर लाइन बनाएर तपाईलाई देखाउने छु सो यहाँनिर 14 13 12 11 10 9 8 7 6 5 4 3 2 1 अनि त्यसपछि 0 अन्त 0 देखि उतै जाँदा हुन्छ हैन तर त्यो सब अब चाहिँदैन त्यही कारण म लेख्दिन पनि अब 13 कहाँ छ मेरो 13 यहाँनिर छ अन्त अब 13 मा कति 5 गर्नु पर्यो सो 5 पछि सर्नु पर्यो 5 हैन पछि 1 2 3 4 5 अब म यहाँ 5 घट्दाखेरि कहाँ पाएँ मैले के पाएँ मैले पाएँ 8 हैन सो 13 minus 5 equals to 8 अब 13 बाट मैले प्लट गरेर म 5 घटे अब म 5 बाट 5 लाई फर्स्ट प्लट गरेर 5 नम्बरमा यो डट बनाएर अब 5 नम्बर देखि 13 जानुको लागि कति चाहिँदैछ 1 2 3 4 5 6 7 8 सो मैले के दिन्छु 5 बाट 13 पुग्नुको लागि मलाई 8 चाहिँदैछ भनेपछि 5 plus 8 equals to 13 so 5 plus 8 equals to 13 अनि हामी यसलाई 13 minus 8 equals to 5 अब यीबाट हामी देख्दैछौं 13 minus 8 equals to 5 हैन so 13 minus 5 equals to 8 अनि 13 minus 8 equals to 5 अनि 5 plus 8 equals to 13 जसरी मैले अघि पनि भनेको थिए त्यो 8 plus 9 को त्यसरी नै यहाँनिर पनि यो सबै स्टेटमेन्ट्स एक अर्कासित कसरी कोही न कोही प्रकारले जोडिएको छ